Hello, good morning everyone. हामी चाहिँ अहिले दार्जिलिङ जाँदैछु मेरो भाइ मेरो छोरा अनि म हाम्रो दिदीलाई भेट्नु हो अनि यो चाहिँ मम्पू टु दार्जिलिङ जाने सवारी हो अनि यो गाडीको नाम आफ्नै आफन्त रहेछ यहाँ चाहिँ आफ्नो मान्छेहरु मात्रै चढ्दो रहेछ अनि यो चाहिँ हाम्रो मम्पू चौरस्ता हो एउटा सानो मिनी बजार यहाँ चाहिँ सबै कुरा पाउँछ दोकानहरु छ हो राम्रो दामी हाम्रो सानो चौरस्ता मम्पू चौरस्ता यहाँ चाहिँ हामी जाम भएर दार्जिलिङको जाममा फसिरहेको छौँ दार्जिलिङमा अलवेज जाम त हुन्छै हुन्छ हैन सानो बाटो छ सो यहाँ हामी जाममा बसिरहेको छु गाडीभित्र हेलो एभ्रीवान म चाहिँ दार्जिलिङ आइपुगेको छु यहाँ ठुलो मामाको घरमा आइपुगे अहिले अनि आज मेरो मामाकोमा भेट्न आएको थिएँ नि त म त्यही भएर आइपुगे हो मेरो मामाको घर ठुलो मामाको घर भाइ बसिरहेको छ यहाँ आउँदा अभिषा उ चाहिँ मेरो मामाको ठुलो मामा उ चाहिँ मेरो दिदीको छोरी अभिषा उ चाहिँ मेरो दिदीको बेस्ट फ्रेन्डको छोरी के बस तिम्रो नाम आनिया बाबु पनि आइपुगेको छ यो चाहिँ वाउ दामी दामी टॉयज यो चाहिँ अभिषाको रुम दिदी र भाइ भयो तिमीहरु दुईजना ल दिदी पो त भाइको ओके यो जग्गालाई चाहिँ रोपवे भनिन्छ ठुलो मामालाई खानासाना मस्त खाइसकेर एकछिन रिल्याक्स गर्नको लागि म र मेरो भाइ रिल्स बनाउनपट्टि लागे हो रिल्सहरु बनाएर पानी पुरा पर्दै थियो नि त बाहिर जानै सकेको थिएन अन्त त्यही भएर एकछिन बसेर बरु रिल्स बनाइहालौँ म भनेर हामी रिल्स बनाउनपट्टि लाग्यौँ हामी त्यति खाएर बसेको हामी चाहिँ यहाँ माइजूको घर आएको छु मेरो माइजूको घर यहाँ साइली माइजू यहाँ सुत्केर सेकताप हुँदैछ यहाँ हाम्रो सानो बेबीलाई भेट्न आएको म चाहिँ यहाँ दार्जिलिङ यो बेबीलाई सेकताप हुँदैछ बेबीलाई देखाइदे यहाँ चाहिँ बाहिर यस्तो वेदर भइरहेको छ अहिले पानी परेर हुन्छ ल्याइदिनु भयो यहाँ हाम्रो मामा हामी चाहिँ खासमा प्रेरणा दिदीलाई हेर्न आएको नि त मेरो माइला मामाको जेठी छोरी हो भर्खर नानी भएको थियो अनि यहाँ सुत्केरीको एकदम सेकताप हुँदैछ जाडोमा मजाले खासमा म चाहिँ उसलाई भेट्नु नै आएको हेलो गुड मर्निङ फ्रम दार्जिलिङ यहाँ बाबुले ब्रेकफास्ट गर्दैछ हामी माइला मामाको घरमा भन्नुपर्छ अझै हामी माइला मामाको घरमा आइपुगिसकेको छौँ भाइले सानो बेबी हेरिसक्यो भाइ तिमीलाई कस्तो लाग्यो बेबी भनिदेऊ सानो क्यूट त्यही त हामी चाहिँ अहिले सामान राखेर बजार घुम्न आएको छु यहाँ भाइ र बाबु म अनि अहिले यो बजारमा छौँ हामी एकछिन बजार घुम्ने भनेको तर पुरा पानी पर्नु आँटेको जस्तो छ एकछिन मेरो दिदीलाई भेटेर हामी चाहिँ निक्लिहाल्ने ल घुम्नु आएको होइन हो भाइलाई बोक्नु आएको यति कुरा त मलाई खुसी भयो कि मैले सानोमा हेर्नु पाइनँ तर ठुलो भएर त बहुत बोके होइन यही मान्छेले त यही भिडियो हेरेर भोलिपछि मलाई पनि माया गर्नु पर्यो
म चाहिँ नि यहाँ अनलाइन मैले हेरेर चाहिँ म यहाँ दोकान आएको थिएँ होइन यो होल बिल्डिङ चाहिँ थ्रिफ्टहरू पाउँदो रहेछ कि कस्तो राम्रो राम्रो पाउँदो रहेछ यहाँ देखाउ त कोटहरू ब्लेजरहरू हो यो चाहिँ यस्तोहरू पाउँदो रहेछ यो सबै थ्रिफ्ट अरे ब्लेजर ब्लेजरहरू पाउँदो रहेछ यहाँ आऊ यहाँ देखाउ त डल्लै बिल्डिङै यस्तै पाउने खालको रहेछ नि त है यता पनि रहेछ कोटहरू ब्लेजर जिन्सहरू पनि पाउँदो रहेछ जिन्सहरू पनि देखाउ त नो जेम्स जिन्स स्वेटरहरू पनि रहेछ यहाँ त स्वेटरहरू देखाउ त म चाहिँ अनलाइन देखेको थिएँ कि आएको त साँच्चै नै हो रहेछ कस्तो राम्रो राम्रो क्वालिटीको जिन्सहरू हेर न यहाँ पनि रहेछ अर्को थ्रिफ्ट सप कस्तो मजाले उयो गरेर अर्गनाइज गरेर राखेको रहेछ यहाँ चाहिँ सट्टै सबै कुराहरू प्यान्टहरू भयो ड्रेसहरू भयो कोटहरू कस्तो मजाले राखेको रहेछ यो पनि थ्रिफ्ट सप नै हो है दार्जिलिङको यति मजाले अर्गनाइज प्रकारले राखेको रहेछ यहाँ हेर्नुहोस् यहाँ जिन्सहरू हेर्नुहोस् यो सबै यो जिन्स कसरी छ बहिनी यो जिन्स कसरी छ 550 अरे जिन्सहरू 500 हुन्छ अरे यहाँ कोटहरू वाउ है यो चाहिँ कहाँ छ भन्दाखेरि यो रोड भयो ओरेन्ज बोकालो अन्त भित्र पस्यो अन्त यहाँ सप सेकेन्ड क्लोजेट थ्रिफ्ट स्टोर सबै थ्रिफ्ट प्यान्ट कसरी छ 350 को प्यान्ट यो त ज्याकेट हो यस्तो खालको रहेछ के खान्छ अरे भाइ के पिज्जा खाने मोटू पतलूले देना नि के खाने बेहोरा छ अरे यसको नर्मल ल 1 2 3 ल के खाने अरे बाबु नर्मल पिज्जा नगर न भाइ ए तिमीले पुरा कुट्यौ त न मलाई खोइ आँसु पुस्ट्यौ आँसु पनि कालो पो छ त नानी मुख धुएन भने त है एक मिनट सुतेको एक्टिङ गर्दैन भाइ सुतेको एक्टिङ गर्दैन जे भने त्यही एक्टिङ गर्छ अहिले 1 2 3 सुतेको एक्टिङ गर सुतेको अब हाँसेको एक्टिङ गर्दै हाँसेको एक्टिङ जे पनि त्यही गर्छ ल हाँसेको एक्टिङ गर्दै हाँसेको एक्टिङ हो भाइ हाँसेको एक्टिङ रुखको एक्टिङ गर्दै ए यस्तो बोल्नुपर्छ त बिर्सेछ मैले अब हेर यहाँ ऊ चाहिँ रोबोट हो मेलाको रोबोट टुट हाँसिदेऊ टुट जोटले हाँसिदेऊ टुट रुइदेऊ रोबोट हो नि त ऊ अब हेर टुट कालिदेऊ ला रोबोटलाई के भयो ब्याट्री सक्यो होला रोबोटको है लु ब्याट्री चार्ज गरिदिएको रोबोट अब हुन्छ हाँसिदेऊ हिजो आएको बोजू घर आएको थियो कि